पहिले कीर्ति एक झलकबाट अगाडि पहिलो कीर्ति नैतिक दृष्टान्त हो सर। पहिलो नैतिक हो नैतिक दृष्टान्त पुस्तकबाट अगाडि जाने मैले अनुमति चाहेँ। सबभन्दा पहिले हाम्रो कीर्तिकारको परिचय र उहाँका अरू सबै कुराहरू दुईटा पुस्तकको एउटै भए हुनाले मैले यो पुस्तकको परिचय, कीर्तिकारको परिचय, कीर्तिकारका कृतिहरू, उहाँले गरेका आफ्ना जीवनकालमा गरेका कुराहरू जे छन् त्यो मैले एकपटक भने पनि त्यही दुईटै किताबलाई हुनेछ भन्ने कुरो मैले निवेदन टक्राएँ। एउटै व्यक्तिको एउटै कुरा दुई पटक पढेर त्यसलाई टाइम खेर नगरौँ भन्ने दृष्टता भयो। म पहिलो पुस्तक नैतिक दृष्टान्तबाट सुरु गर्ने अनुमति चाहन्छु। सबभन्दा पहिले कीर्तिकार कुलबहादुर ओलीज्यूको परिचयबाट म अगाडि बढ्ने अनुमति चाहन्छु। कुलबहादुर केसीज्यू कुलबहादुर ओलीज्यू 2007 सालको चैत्र 12 गते जन्मिनु भएको रहेछ। 7 साल फागुन 7 गते प्रजातन्त्र आयो। प्रजातन्त्र आएको ठ्याक्कै 1 महिनापछि उहाँको जन्म भएको रहेछ। उहाँका जन्म चाहिँ साबिक नारायणपुर, पहिलेको साबिक नारायणपुर 5 चौरी भन्ने ठाउँमा उहाँको जन्म भएको हो र उहाँका पूज्य पिता स्वर्गीय मित्रलाल ओली र ममतामयी आमा स्वर्गीय चन्द्र देवी ओली छेत्री हुनुहुन्छ। बुवा आमा दुईटै दिवंगत भइसक्नु भएको छ। उहाँका दिवंगत आमा बुवाप्रति मैले पनि चिर शान्तिको कामना गर्दै श्रद्धासुमन व्यक्त गर्छु आमा बुवाप्रति। र त्यसपछि उहाँ चाहिँ अब एउटा उहाँको शिक्षा लेख्दाखेरि उहाँले गोप्य राख्नु भएको छ। अब शिक्षा अनौपचारिक शिक्षा उच्च तहसम्मको अध्ययन भन्नुभएको छ। यो खास यति उति तोक्नु भएको छैन। अब यो ठिक छ, यसमा केही भएन। र उहाँको जीवनसाथी छोरा सुपुत्र द्वय त यहीँ हुनुहुन्छ। उहाँको जीवन सङ्गिनी कालिका ओली हुनुहुन्छ। छोराहरू यस्ता सुयोग्य छोरा र जीवन सङ्गिनी सबैको साथले यो पुस्तक यता आयो। एक्लै यो चाहिँ कुलबहादुर ओलीले मात्रै चाहेर यो पुस्तक यहाँ आउँदैन, किनभने म आफू पनि किताब लेखेको मान्छे भए हुनाले यो किताब लेख्नलाई परिवार, घर, श्रीमती, पहिलो श्रीमती, छोरा बुहारी सबैको सहयोग चाहिन्छ र सबैको साथ गर्ने हाम्रो साथी हुर्मत ओली लगायतका सुपुत्रहरू र म्याडम, आज म्याडमलाई पनि यहाँ ल्याउनु पर्थ्यो, अब एउटा कमी भयो। अब यसरी मेहनत गर्ने कालिका ओली छेत्रीज्यूप्रति पनि मैले नमन गरेँ। उहाँ पनि यहाँ आएको भए अझ राम्रो हुन्थ्यो। र त्यसै गरी छोरा बुहारी हुर्मत ओली र दिला ओली ज्येष्ठ सुपुत्र हुनुहुन्छ यहाँ। रामचन्द्र ओली र लक्ष्मी ओली दोस्रो माइला सुपुत्र। दीपक ओली छेत्री र सरिता ओली छेत्री यहाँ चाहिँ कान्छो छोरा। 3 भाइ, उहाँका 3टा छोरा र 3 बुहारी हुनुहुन्छ। र छोरी ज्वाइँ शिवा ओली छोरी र रतन कुमार केसी ज्वाइँ हुनुहुन्छ। उहाँका एउटी छोरी, 3 भाइ छोरा, 4 सन्तति भएको कुरा यहाँबाट देखिन्छ। र कीर्तिकार कुलबहादुर ओलीज्यू निजामती सेवामा लामो समयसम्म सेवा गरेर सेवानिवृत्त एउटा कुशल राष्ट्र सेवक हुनुहुन्छ। म घोराई नगरपालिकाको कार्यकारी अधिकृत हुँदा उहाँ स्वास्थ्यमा हुनुहुन्थ्यो। बेला बखतमा भेट पनि हुन्थ्यो। कर्मचारीको नाताले पनि पहिले मैले पनि उहाँलाई चिन्थेँ, उहाँले पनि मलाई चिन्नुहुन्थ्यो। उहाँ एकदम सज्जन व्यक्ति हुनुहुन्छ। अब रुचितर्फ भन्नुपर्दा उहाँको एउटा शाश्वत सत्यमा समर्पित हुने र नीति शिक्षा आर्जन गर्ने र साहित्य सिर्जना गर्ने उहाँका रुचिहरू छन्। नैतिक शिक्षा उहाँ चाहिँ यसरी एउटा शिक्षित परिवारभित्रको र शिक्षा क्षेत्रमा उहाँले कविताहरू लेख्ने र कार्यक्रममा पनि आउँदाखेरि उहाँ कविता वाचन गर्दा एकदम जुझारु ढङ्गले जानुहुन्छ। उहाँलाई कविता वाचन गर्ने एउटा समय दियो भने होइन 2टा ल्याछु 2टा बोल्छु भन्नुहुन्छ। उहाँ एकदम उहाँको भित्रबाट प्रस्फुटन भएर आउँछ। त्यसको लागि मैले यहाँप्रति सम्मान गरेँ। सुन्नुहोस् हजुरले। अनि त्यसै गरी अब कीर्ति नैतिक दृष्टान्त यो काव्य सुधारस भन्नुभएको छ, दोस्रो संस्करण भनेर भन्नुभएको छ। यसलाई दोस्रो संस्करण भन्न मिल्दैन। मैले अब यो पछि कुरा गरौँला, यो नमिल्ने कुरो। उहाँले दोस्रो संस्करण भन्नुभएको छ, यो पछि राख्छु मैले यो कुरा। यो यहाँको पुस्तक यो चाहिँ हाम्रो नैतिक दृष्टान्त भन्ने पुस्तक हो। र त्यसपछि अब सेवानिवृत्त हुनुभयो। नेपाल सरकारको लामो समयसम्म जागिर खाएर पेन्सन बुझेर सरकारले सम्मान गरेछ। र त्यसपछि के गर्ने त भन्दा समाजसेवा र सुधारात्मक काममा म लाग्छु भनेर उहाँ चाहिँ दृढता व्यक्त गर्नुभएको पाइयो। र राप्ती साहित्य परिषद दाङ शाखाको उहाँ आजीवन सदस्य हुनुहुन्छ। प्रशंसा पत्र लेखक सङ्घ दाङले उहाँलाई सम्मान गरेछ। आज लेखक सङ्घ दाङकै भवनमा उहाँको पुस्तक विमोचन भइराखेको छ। यो संस्थाले उहाँलाई योभन्दा पहिले नै सम्मान गरिसकेको सम्मानित व्यक्तित्व हुनुहुन्छ। राप्ती साहित्य परिषद दाङबाट पनि हुनुहुन्छ र प्रशंसा पत्र। र यसै गरी निमावि दक्षिण अमराई दाङबाट संस्थापक विशेष सम्मान प्रशंसा पत्र।
सेवानिवृत्त भइसकेपछि उहाँ चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पनि उहाँले वहन गर्न पाउनु भएको थियो खैरामा के अरे उसमा अमराईमा र त्यो स्कुलमा लामो समयसम्म व्यवस्थापन समितिको अध्यक्ष भएर महत्त्वपूर्ण भूमिका खेल्नुभयो। त्यो हिसाबले होला विद्यालयले पनि उहाँलाई सम्मान गरेको पाइयो। अब विद्या सरस्वती माताको मन्दिर हो विद्या।